तपाईलाई के लाग्छ? तपाईँ किन दुखी हुनुहुन्छ? धन सम्पत्ति नभएर, एक्लो भएर, करियरमा सफल नभएर, जीवनमा तपाईँ जे गर्न चाहनुहुन्छ त्यो गर्न नपाएर, या तपाईले भनेको जस्तो नभएर? ल भन्नुस्, भन्नुस् के भएर? यदि यी मध्ये कुनै पनि एउटा कारणले तपाईँ दुखी हुनुहुन्छ भने याद राख्नुस्, तपाईँ यो जीवनमा दुखी नै भएर मर्नुहुनेछ। किनभने यो कुराको अभाव सधैँ भइ नै रहन्छ। अब म तपाईलाई जीवनभरि खुसी हुने तरिका बताउँछु। ध्यान दिएर सुन्नुहोस्। जीवनभरि खुसी हुन पहिला तपाईँ बिना कारण आफैमा खुसी हुन सिक्नुपर्छ। त्यसपछि तपाईलाई जे गर्न मन लाग्छ त्यो तपाईँ गर्न सक्नुहुन्छ, खुसी भएर नै, चाहे त्यो कर्मले राम्रो परिणाम ल्याओस् या नराम्रो। यस्तो गर्न सिक्नुभयो भने सफलता आयो भने तपाईँ झन खुसी बन्नुहुन्छ, असफलता आयो भने पनि तपाईँ दुखी बन्नुहुन्न, किनभने तपाईँ जे गर्नुहुन्छ खुसी भएर गर्नुहुन्छ। हेर्नुस् है, यहाँ भिन्नता के छ भने पहिला तपाईँ केही प्राप्त गरेपछि या तपाईले भने जस्तो भएपछि मात्रै खुसी बन्नुहुन्थ्यो। तपाईलाई थाहा नै छ, जीवनमा तपाईले प्राप्त गर्न चाहनु भएको कुरा अथवा तपाईले भनेको जस्तो प्राय 100% हुँदै हुँदैन। त्यसैले तपाईँ प्राय जस्तो समय दुखी बन्नुहुन्छ। तर तपाईँ बिना कारण आफैमा खुसी बन्न सिक्नुभयो भने तपाईलाई जीवनको कुनै पनि परिस्थितिले दुखी बनाउनै सक्दैन। यदि तपाईले आई एम रेडी भनेर कमेन्टमा लेख्नुभयो भने म तपाईलाई बिना कारण तपाईँ आफैमा खुसी कसरी हुन सक्नुहुन्छ भन्ने कुरा आगामी भिडियोहरुमा बताउनेछु।